दर्शकबिन भनिन्छ नि जसको कोही हुँदैन उसको भगवान हुन्छ भने जस्तै यति बेला बिचारी कान्छीको भने भगवान जस्तै बनेर एउटा सपना देखिन्छ। त्यही सपनाले गर्दा आज कान्छीले आफ्नो पै बुढा सागरलाई भेटाउन सफल भएकी हुन्छन्। हो सपनामा पै बुढा हाँस्दै खेल्दै हुन्छन्। खेल्दै गर्दा जब लुकामारी गरिरहँदा पै बुढा हराएपछि उनी भने जङ्गलतिर प्रस्थान गरेकी हुन्छन्। हो मेरो पै बुढा अब जङ्गलमा भन्दा अन्त कतै हुनुहुन्न। यो सपनाको सङ्केत भने राम्रै हो भन्दै बिचारी कान्छी खोज्नतिर गएकी हुन्छन्। हो नभन्दै यति बेला सागर भने भेटिसकेका छन्। तर यता कान्छीको जिन्दगीमा खुसियाली भइरहेको छ भने अर्कोतिर कान्छीको भाइको जिन्दगीमा पनि खुसियाली आउन थालिरहेको थियो। तर के गर्नु, यति बेला उनकै परिवारले यस्तै गरिरहेका छन्। कान्छीको भाइले विवाह गर्नको लागि मानिरहेका छैनन्। युवतीको परिवार जब कान्छाको आफ्नै प्रेमिकाले विवाह गर्नुपर्छ भनिरहेका छन्। हो तर यति बेला कान्छाकै आमा र बुवाले भने बुझिरहेका छैनन्। कतै हामीलाई फसाउन पो हो कि। सुरुमा त्यो केटीको बुवाले यतिसम्म गर्यो, तर एक्कासी हामीलाई बोलाएको केही न केही पक्कै पनि सङ्केत होला। त्यसैले हामी हतार गर्नु हुँदैन भन्दै यति बेला उनीहरू भने कान्छालाई केही छिन रोक्न भनिरहेका छन्। कान्छाले पनि हुन्छ भन्दैछन्, तर उता युवतीको बुवाले यदि उनीहरू आउँदैनन् भने म विवाह गरिदिन्छु भनिरहेको देख्न सकिन्छ। हो दर्शकबिन यसै गरी कान्छी सिरियलको अस्तिको भाग अन्त्य भइरहेको थियो। अन्तिमतिर जब सागरलाई भने गोलो घेरा लगाएर आगो लगाइएको हुन्छ, त्यही बिचमा सागर रहेका हुन्छन्। हो सागरलाई भने एक्कासी कान्छीको आवाज सुनेर बिउतिएका हुन्छन्। भनिन्छ नि भगवान साँच्चीकै हुन्छन् भने जस्तै यति बेला सागरले निदै निदमा जस्तो कान्छीको आवाज सुनेका छन्। सागर त्यहाँबाट बाँच्न सफल भएका हुन्छन्। आफ्नै श्रीमतीलाई भेट्न सफल भएका हुन्छन्। हो सबैले मर्यो, अब त्यो आउँदैन भनेका सागर भने साँच्चीकै यो संसारको कुनै कुनामा यसरी बसेका रहेछन् कि त्यहाँ कसैले उनलाई यस्तो बाध्य बनाएको थियो। बिचारी कान्छी यति धेरै निराश भएकी थिइन्। तर भगवान जस्तै बनेर आएको त्यो सपनाले गर्दा आज कान्छीको पुरै परिवार खुसी हुन थालेका छन्। हो बिचारी कान्छी उता आफ्नो छोरीलाई घरमै राखेर हिँडेकी छिन्। आफ्नी आमा र आफ्नो बुवाले हेरिरहनु भएको छ। यही बिचमा आफ्नो पै बुढालाई भेटिन्न कि भन्ने कति धेरै चिन्ता थियो। तर त्यो चिन्ता भने यति बेला सकिसकेको छ। दर्शकबिन समग्रमा तपाईँलाई अस्तिको भाग कस्तो लाग्यो र अब आउने भाग कस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ? मनमा लागेको विचार कमेन्ट गर्नुहोला।